यो रोडमा आएर हामीले परेशान गर्ने उचित ठाउँमा जाने हो उचित ठाउँमा जाने हो हामीलाई छ नि तपाईहरुले हामीलाई परेशान गर्नुपर्छ जनतालाई भोलि अहिले तपाईको भने एउटा गाडी बोलाउनुहुन्छ पछाडी बोलेर भाग्नुहुन्छ माग उचित ठाउँमा गएर गर्ने हो के अहिले अब जारी पुगिसक्यो हामी बिच पर्नु उचित ठाउँमा गएर माग गर्ने हो बाटोमा उभिएर गर्ने आजको दिन छोड्दिनुस् भोलि पर्सि चाहिँ गरे गर्नुस् आजको ठाउँ हैन गर ठाउँमा गएर गरौ न त्यहाँ त डन्डा पर्छ ठाउँमा गएर गर्नुपर्छ हजुर जानु मैले भन्दिनँ कार्यालयमा जानु काठमाडौँ जानु तपाईको राज्य कार्यालयमा जानु वहाँ पो हडताल गर्ने हो यहाँ आएर सताउने यस्ता बच्चाहरूलाई 500 लिएर हिँडेको मान्छे अहिले तपाईहरुले खाना दिनुहुन्छ बाटोमा उभिएछ खोजेर अटोलाई पनि चल्न नदिने अरे अटो यहाँ हस्पिटल आउनु परेन लोकल मान्छेहरू डन्डा लाएर कुटेर टुटो पार्नुपर्ने यस्तो बाटो बोकिन्छ म भन्छु अरूले नभने पनि सरकारको गल्ती जनतालाई दिने होइन सरकारसँग माग गर्ने हो नि म पनि पीडित हो म 10 दिन पछाडि कतार जानुपर्छ जात निकालेर आएको खाना खान मिल्दैन त्यो कसले हेर्ने या त तपाईहरुको बसलाई आन्दोलन छ भने ट्रक रिक्वेस्ट गरेर हामीहरुको पीडा बुझेर पठाउन सकिन्छ त्यो पनि हुन्छ ट्रक रोक्न नदिने जनता त्यो सरकार भोके मर्छन् सरकारहरु मर्छन् जनता पीडित हुन्छ नि यो बाटोमा त जे माग गरे नि उ गर्ने हो नि ठाउँमा जाने हो ठाउँमा गर्ने अफिस कार्यालय बन्द गरिदिनु न परिवहन कार्यालयहरु त्यहाँ गएर समितिहरु त्यहाँ जाने नि त्यहाँ गएर बन्द गर्नु तिनीहरुलाई बाहिर मन्त्रीहरुलाई बाहिर निस्किन नदिनु खानासम्म जान नदिनु काठमाडौँ गएर मन्त्रालयमा गएर हडताल गर्नु न हिम्मत छ यही हो कि भेडा बाख्राको संख्या पाएको हामीले त्यही भएर म पनि पढ्दै यसमा त्यही भएर हो कि किन गर्दा हो अक्कल छैन पढे लेखेका सभापति अरे के अरे यही हो पढे लेखेको जनतालाई साथ दिने नि हामी पनि त दुश्मन होइनौँ विदेशबाट आएको होइन के मलाई इन्डिया पुग्नु छ किन भन्दाखेरि इलाज गराउन आएको मान्छे भोलि कता जानु हो 5 दिन पछाडि कता जानु कसले पुग्ने पीडा मैले एम्बुलेन्स गरेर जाएर 10,000 20,000 लिन्छ एम्बुलेन्स दिन्छ नि मलाई हिम्मत छ भने सबैले डोनेसन गराइनु के बहिनी उसलाई ट्याक्सी गरेर पठाउनु त कता जानु भयो अहिले भोलि बन्द भयो कि मलाई होइन यिनीलाई मात्रै पठाइदिनु त सबैले 200 उठाएर पठाउनु एम्बुलेन्स गरेर पठाउनु ओकात छ कसैको म दिन्छु 1000 रुपैयाँ म दिन्छु तपाईहरु आउनु उठाउनु पैसा यहाँ यिनीलाई नानी बाबुलाई पठाउनु 1000 म दिन्छु अहिले जति परेको 1000 म बेर्छु अरु बेर्नु त 100 उठाउनु जति जना हुनुहुन्छ 100 दिए पुग्छ बच्चाहरूलाई पठाइदिनु छैन नि सक्यो त्यति नै हो हडताल गर्ने